हिजो एउटा भ्लग हालेको थियो मैले हैन, त्यसमा चाहिँ कपिराइट लागेछ। मलाई मतलब छैन या मैले भन्दा धेरै भात खान्छ। अच्छा मस्त बस्छ, पादर सादर चाहिँ हेर्दैन। ठीक है। काहिनेको बिजुली बालेर अट भएर। हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। म फेरि पनि आइसकेँ नयाँ भिडियोको साथमा हैन। अनि आज चाहिँ नयाँ भिडियोको साथमा आइसक्यो भन्नुभन्दा पनि अलि औडै भयो। हिजो एउटा भ्लग हालेको थियो मैले हैन, त्यसमा चाहिँ कपिराइट लागेछ। त्योभन्दा अगाडि हालेको भ्लगमा त्यही साउन्ड लगाएर भिडियो हाल्दाखेरि कपिराइट लागेको थिएन। फेरि हिजो साउन्ड लगाएर त्यत्रो मेहनत गरेर थम्मेलै बनाउने 1 घन्टा नआउने मान्छेलाई हैन, बल्ल बल्ल जबरजस्ती जेन तेन बनाएर भिडियो हालेको माया झ्याक्ने। बिहान उठेर हेर्छु त कपिराइट पो लागिरहेछ यार भिडियोमा। के गरी लाग्यो के हो, म त के बुझ्दैन यार। भिडियो सिडियो पनि बनाउन खासै आउँदैन हैन, नराम्रो एडिट गर्न आउँछ हैन। सजेसन दिने मान्छे पनि कोही छैन, आफैले जे जस्तो गर्न सक्छ त्यस्तै गरिरहेको छ। लामो जस्तो कपिराइट लाग्दिहालेछ, के भन्ने अब मैले ठिक छैन गाइस। लाग्योस् कपिराइट सपिराइट जे लाग्नु छ हैन। अब फेरि बनाउने, फेरि हाल्ने, फेरि लाग्यो भने फेरि बनाउने, फेरि हाल्ने चलिरहन्छ। कन्टिन्यू चलाइरहनुपर्छ। लागिहाल्थ्यो के गर्नु त, अब त्यो लागिसकेपछि अब डिलिटै गर्नुपर्छ होला सायद। अब नयाँ बनाउने हाल्ने होइन, उपाय नै त्यही त, लास्ट उपाय नै। आज नास्ता खाने बेला भयो गाइजहरू। मैले चाहिँ खाइसकेँ, दबाईहरूले खानुभएको छ कि छैन। अनि मेरो चाहिँ भिडियोमा मैले भनेको थिएँ बिहान के भन्छ त्यो फेरि कपिराइट लागिरहेको छ। लागोस्, मलाई मतलब छैन। म फेरि बनाउँछु भिडियो, फेरि हाल्छु, मलाई मतलब छैन या। साना कान्छी दौराली पाखा हुर्केर बढेको हाम्रो घरको सदस्यज्यू के छ त तपाईँको हालखबर? भन्नुहोस् तपाईँको हालखबर के छ? सन्चै हुनुहुन्छ? आदे यो हाम्रो घरको एउटा सदस्य हो, मैले भन्दा धेरै भात खान्छ। अच्छा मस्त बस्छ, पादर सादर चाहिँ हेर्दैन। ठीक है। बाँदर साँदर चाहिँ हेर्दैन। यहाँखेरि यसरी नाटक गर्छ, यसरी नाटक गर्नुपर्छ। रुएको आमा रुएको। होइन धान यस्तै हो धान। यस्तै छ अहिले चल्ले। हाहा ओहो चल्ल आएर सुती बक्सिनु भएको छ। यता हाम्रो कुकुरनेको पुइ हुनुहुन्छ। यहाँसम्म मेरो क्यामेरा खुट्टेको छ भने के छोटो हल्ली बोलायो यसलाई फाल्दिन हो। मसले लिएर आयो, फाल्दिउँ। मलाई चाहिँ बिहानदेखि होइन गाइज,
खालि त्यही सम्झना आइरहेछ कि मेरो भिडियोमा किन कपिराइट लाग्यो, कसरी लाग्यो, के कारणले लाग्यो, क्यापकटको एडिटिङमा मिस्टेक भयो कि भन्ने मात्र भइरहेछ। अनि सोच्दा सोच्दै त्यही सम्झिँदै भिडियो बनाउँदै गइरहेको छु हैन। अनि भिडियो त बनाउनु परि नै हाल्यो। औडा लागिसक्यो मलाई त। म त के गरौँ कता जाउँ होइन, नाचौँ कि गीत गाउँ कि भनेर सोचिरहेको छु। के गर्ने एक्लै छु पागल जस्तो भएर हिँड्नु परेछ भनेको जस्तै भइरहेछ जिन्दगी। टाहिनेको बिजुली बालेर ओठ भएर खुसी चढाउँदै मेरो छम्मा अरू चारैतिर जम्मा मैले खाएको जोइन्टले आँखा मेरो डम्मा। यसरी नै कमेडी गर्नुपर्छ अब एक्लै भएपछि होइन। अनि अर्को के भन्थ्यो भिटेनले, मेरो साथी मेरो भाइ मेरो दाइ तेरो लाइफ प्यारो तँलाई मेरो लाइफ मलाई। यहाँ सोचेको छैन कसैलाई पढाइ, नराम्रो ठाउँमा राख्दैन म तेरो पाइलालाई। मेरो आँखा रातो मैले गाँजा खाएको मिठो बास्ना आएको। अच्छा धुवा तान्दै रन्डी हेर्दै चाक समाको। ठीक है। याद आउँछ दामी मालको बाग बजारको। म मान्छे लाज्न भएको मेरो पारा लामो खालको। मारो हमको जिंदा मत छोड़ो सालो। यस्तै छ पारा मेरो बाल छैन आमा बाको। हान्दैछु र्याप मुजी होइन मैले गाना गाएको। यस्तो भिडियो हेरेर मलाई पागल चाहिँ नभन्नु है फेरि होइन। किनकि एक्लै भएर के गरौँ भिडियोमा के भिडियो बनाऊँ कसरी बनाऊँ भनेर अलिअलि कमेडी गर्नको लागि। ओके त्यस्तै हो गाइस सबै कुरा होइन। अब कहिलेकाहीँ यताउति सबै कुराहरू भइहाल्छ होइन। अब अहिले चाहिँ अब 5 साढे 5 कति भइसक्यो। अब एकछिनमा रात पनि पर्छ होइन। अनि अब त्यही त हो नि, अब साँझ पनि पर्न लागिसक्यो। अब आजको ब्लगिङ चाहिँ अब यतितिर एन्डिङ गर्न चाहन्छु म। अनि अब नेक्स्ट अलिकति राम्रो तरिकाले बनाउने ट्राई गर्छु अर्को भिडियो अब आउने नेक्स्ट भिडियो होइन। अनि सबैजनाले मेरो भिडियोलाई लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनु होला, साथ सपोर्ट दिनु होला सबैजनाले। अनि नयाँ सब्सक्राइब नगरेको मान्छेहरूबाट मेरो भिडियो पुग्छ भने कृपया मेरो भिडियो हेरेर मेरो च्यानललाई सब्सक्राइब गरेर जोडिनु होला भन्न चाहन्छु है त। हस् बाई बाई।